ल यो चाहिँ हाम्रो यहाँ पाल्पाको भैरव थानमा रोड चढाउने गरिरहेछन्। रोड बनिरहेको छ। म पनि फर्स्ट टाइम आएको, साह्रै राम्रो छ। यो चाहिँ भैरवलाई चलाइने रहेछ है रोटी चाहिँ। यहाँबाट दिदीहरू हुनुहुन्छ। भैरव थाम तानसेनको यो। हामी जाँदैछौँ भैरवको मन्दिर पुग्न आँट्यौँ अब। हेर्नुहोस् है यहाँ उकालो सबै रोटी पकाइराख्नु भएको छ। यहाँको फेमस रोड चढाउनु पर्ने रहेछ है भैरवलाई। तपाईँहरूले चढाउनु भएको छैन, आउनुहोस् मन्दिरमा। अब यो धार्मिक ठाउँ रहेछ पाल्पाको भैरव मन्दिर। यहाँ लिएछ सबै के हो। यहाँ रोडको यो कति राम्रो ठाउँ रहेछ। तानसेन बजार डाँडो सब देखिँदैछ। आज हामीलाई पनि यो समयले साथ दियो। फर्स्ट टाइम आउँदैछौँ, तर तपाईँहरू आउनु भएन, आउनु होला, बोलाउनु भयो। ल दर्शन गर्न आइले भक्तजन। भैरव बाबाले रक्षा गर्नु खुसीको साथमा आउनु भएको छ। मनोकामना पुरा। यो चाहिँ पाखीको हो? हजुर। ए यो त ठुलो दुईजनाले बोक्नु पर्ने रहेछ। ल यो चाहिँ पाखीको रोटी है। मानव र पाखी भन्ने गर्छ रोटी पनि। रोड भन्दा है चढाउन लिएर हिँडेको। ल हामी यहाँ प्रवेश गर्न पुगिसक्यौँ। प्रवेशमा गइराखेका छौँ। यहाँ अब खानु भएको छ। मौसम पनि चिसो छ, ठन्डा ठन्डा छ एकदमै। मन्दिर गएपछि नभन्नु भन्छन्, कतिलाई थाहा हुँदैन, भन्नुपर्छ अनि मान्छे आइपुग्छ। भन्दै हिँड्दै गर। ल रिसोर्टहरू पनि रहेछ राम्रो राम्रो। हेर्नुहोस् यहाँ यो चाहिँ तानसेनको भैरव मन्दिर। रोड चढाउन आउँदैछौँ, आइदिरहेको छ भने। ए भैरव थाम आउँदा ए मन्दिर आइसकेका छौँ हामी। प्रवेशद्वारमा पर्न आँटेछौँ। ल हाम्रो यहाँ सर पनि बसिराख्नु भएको छ, हामीसँग आउँदै हुनुहुन्छ उहाँ पनि। जय भैरवनाथ।